सुदन गुरुङ गृह मन्त्रालयमा फर्किएपछि गुण्डुमा गयो भुइँचालो। ओलीलाई फेरि पनि कर्याप झ्याप पार्ने चिन्ता बढ्यो। हो दर्शकबिन, अन्तत 48 दिनपछि पुनः सुदन गुरुङ नै गृह मन्त्रीका रूपमा फर्किएपछि गुण्डुमा यतिखेर ओलीको सातो उडेको छ। अनेक आरोप र लालछना लगाएर सुदन गुरुङलाई गृह मन्त्रीबाट हटाउन सफल भएकोमा सुखको सास लिएकाहरूले लिएको सास पनि फाल्न नपाउँदै पुनः गुरुङ नै गृह मन्त्रालयमा फर्किएका छन्। पहिलो पटक गृह मन्त्री बन्दा एमाले अध्यक्ष तथा जेन्जी नरसंहारका मुख्य अभियुक्त केपी शर्मा ओलीलाई 24 घण्टा भित्रै चिल्ले चल्ला टिपे जस्तो टपक्क टिपेर एका बिहानै प्रहरी परिसर पुर्याएका गुरुङ फेरि गृहमन्त्री बन्नु एमाले जनका लागि 7.5 को दशा सुरु हुनु जस्तै हो। त्यसैले अहिले गुण्डुमा त्रासको माहौलका कारण सन्नाटा छाएको छ। विगतमा दिन रात नभनी 24 घण्टै मन्त्रालयको काममा खटिएका गुरुङ अब झनै सशक्त रूपमा प्रस्तुत हुने संकेत देखिएको छ। गृह मन्त्रालयमा पद बहाल गर्दै गुरुङले गरेका केही निर्णयले त्यसको झलक दिएको छ। उनले राजदरबार हत्याकाण्डको फाइलदेखि अन्य पुराना सबै फाइल खोल्ने स्पष्ट पारेका छन्। हरेक फाइल खोलिन्छ। अब विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण केटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गुरुङ गृहमन्त्री रहँदासम्म भिजेको बिरालो जस्तो भएर गुण्डु नछोडेका ओलीले हप्तौंसम्म गुरुङ विरुद्धको अनुसन्धान नसकिएपछि उनको अनुपस्थितिमा अस्ति मात्रै बाहिर निस्किएर ठूलै हुंकार गरेका थिए। सम्पत्ति विवरण केही चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ उठाएर लैजा सरकार। के को सम्पत्ति विवरण? आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भदिने मैले सम्पत्ति विवरण भरेर म पठाउन जे गर्न सक्छु। तर ओलीलाई त्यही हुंकार भारी पर्ने भएको छ। किनभने गृह मन्त्रीमा फेरि सुदन गुरुङ नै फर्किन्छन् भन्ने अलिकति पनि नलागेर नै ओलीले त्यत्रो आँट गरेका थिए। सुदन गुरुङलाई सधैँको लागि पन्छाइयो भन्ने भ्रममा परेका एमाले अहिले गुरुङ नै फेरि गृह मन्त्रीमा फर्किएपछि छाँगाबाट खसे जस्तै भएका छन्। सुरक्षित वैदेशिक रोजगारीका लागि एउटै मात्रै भरपर्दो नाउँ कास्की ओभरसिज प्राली सिनामंगल काठमाडौँ। सम्पर्क 0145 87 733 98 42 93 73 92। इमेल lakpasonam12@gmail.com।